नमस्कार, स्वागत छ भविष्य तपाईकोमा। म ज्योतिष उद्धव भण्डारी। आजदेखि प्रत्येक शनिबार बेलुकी 10 बजेदेखि 10:30 बजेसम्म आउने गर्दछ भविष्य तपाईको र पुनः प्रसारण आइतबार बिहान 11:30 बजेदेखि 12 बजेसम्म आउने गर्दछ। भविष्य तपाईकोमा तपाईले फोन गर्नुपर्नेछ र आफ्नो भविष्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। फोन गर्नको लागि भविष्य तपाईको नम्बर रहेको छ 01 44 75 985 98 510 07 189। यो नम्बरमा फोन गर्न सक्नुहुनेछ। तर आज तपाईको फोन कल लिन सक्ने छैनौं। आगामी कार्यक्रममा तपाईले फोन गरेर आफ्नो जन्म मिति, जन्म समय र जन्म स्थान टिपाउनु पर्नेछ र आफ्नो भविष्यको जानकारी लिन सक्नुहुनेछ। कार्यक्रम भविष्य तपाईको मा विशेष गरेर ज्योतिष र वास्तुसँग सम्बन्धित रहेर चर्चा परिचर्चा गर्नेछौं। त्यसका साथमा हामीले रत्न सम्बन्धी पनि तपाईलाई जानकारी दिनेछौं। त लाग्न सक्छ ज्योतिष विद्या कस्तो विद्या हो, त्यो जिज्ञासा लाग्नु स्वाभाविक हो। अप्रत्यक्षाणि शास्त्राणि विवादस्तेषु केवलम् प्रत्यक्षं ज्योतिषं शास्त्रम् यत्रार्कौ चन्द्र साक्षिणौ। प्रत्यक्षम ज्योतिषम शास्त्रम, ज्योतिष शास्त्र प्रत्यक्ष छ र त्यसको प्रमाण चन्द्र र सूर्य रहेका छन्। ज्योतिष विद्या त्यस्तो विद्या हो जसले आकाश स्थित ग्रहको माध्यमबाट भूत, भविष्य र वर्तमानको निर्धारण गर्दछ, भूत, भविष्य र वर्तमानको जानकारी गराउँदछ। त आउनुस् आज ग्रह स्थितिको बारेमा जानकारी लिउँ। आकाश स्थित ग्रहमण्डलमा ग्रहहरू कुन राशिमा कति डिग्रीमा परिभ्रमण गरिरहेका छन् त्यसको बारेमा जानकारी लिउँ। आज आकाश स्थित ग्रहमण्डलमा सूर्य धनु राशिमा 4 डिग्रीमा परिभ्रमण गरिरहेका छन्। त्यसै गरेर चन्द्रमा वृश्चिक राशिमा 16 डिग्रीमा परिभ्रमण गरिरहेका छन् भने मंगल मकर राशिमा 17 डिग्रीमा परिभ्रमण गरिरहेका छन्। बुध धनु राशिमा 15 डिग्रीमा परिभ्रमण गरिरहेका छन्। त्यसै गरेर बृहस्पति कर्कट राशिमा 29 डिग्रीमा परिभ्रमण गरिरहेका छन्। शुक्र धनु राशिमा 19 डिग्रीमा, त्यसै गरेर शनि वृश्चिक राशिमा 4 डिग्रीमा परिभ्रमण गरिरहेका छन्। त्यसै गरेर राहु कन्या राशिमा 21 डिग्रीमा परिभ्रमण गरिरहेका छन्। केतु मीन राशिमा 21 डिग्रीमा परिभ्रमण गरिरहेका छन्। यसरी आकाश स्थित ग्रहमण्डलमा ग्रहको स्थिति यस्तो रहेको छ आजको दिनमा। त्यसै गरेर आज यतिखेर सिंह लग्न रहेको छ र सिंह लग्नको अंश 8 छ। यतिखेर जो पनि बालक अथवा बालिकाको जन्म हुन्छ, नाम अक्षर 9 बाट आउँछ, राशि वृश्चिक पर्छ र नक्षत्र ज्येष्ठ नक्षत्र पर्दछ। ज्येष्ठ नक्षत्रको पहिलो चरण 9 बाट नाम आउँदछ। यतिखेर जो पनि बालक अथवा बालिकाको जन्म हुन्छ। वृश्चिक राशिवाला व्यक्तिलाई शनि 7.5 चलिरहेको छ। शनि 7.5 मध्य शनि 7.5 चलिरहेको छ। त्यसै गरेर धनु राशिलाई आधे 7.5 चलिरहेको छ। त्यसै गरेर तुला राशिलाई अन्त्य 7.5 चलिरहेको छ। अहिले शनि वृश्चिक राशिमा बसेको कारणले जुन राशिमा शनिको परिभ्रमण हुन्छ अथवा जुन राशिमा शनि अवस्थित हुन्छ त्यो अवस्थामा त्यो राशिलाई 7.5 लाग्ने गर्दछ। त्यसै गरेर शनि जुन राशिमा अवस्थित छ त्यसदेखि दोस्रो राशिलाई पनि 7.5 शनिको दशा रहने गर्दछ। जस्तो यदि वृश्चिक राशिमा अहिले शनि अवस्थित छ भने वृश्चिकबाट गन्दा दोस्रो राशि पर्छ धनु राशि, वृश्चिक धनु। त्यसै गरेर वृश्चिक राशिमा शनि अवस्थित छ, वृश्चिक राशिदेखि गन्दै जाँदाखेरि 12औं राशिलाई पनि 7.5 शनि दशा रहने गर्दछ। जस्तो वृश्चिकबाट गन्दै जाने भने वृश्चिक, धनु, मकर, कुम्भ, मीन, मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला राशिलाई पनि यतिखेर 7.5 शनि दशा चलिरहेको छ र अन्त्य 7.5 छ। त्यसै गरेर शनि जुन राशिमा अवस्थित छ त्यो राशिमा आफ्नो राशिदेखि गन्दै जाँदा यदि 4औं अथवा 8औं पर्छ भने त्यो राशिलाई शनि अडैया रहने गर्दछ। जस्तो मानौ यतिखेर मेष राशिबाट गन्दै जाने हो भने मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक राशिसम्म गन्दा मेषबाट 8औं पर्यो। त्यसकारणले यतिखेर मेष राशिलाई शनि अडैयाको दशा रहेको छ। त्यसै गरेर वृष राशिबाट गन्दै जाने हो भने
7औं वर्ष वृष राशिलाई शनि 7.5 शनि अड्याई केही रहेको छैन। त्यसै गरेर मिथुन राशिलाई पनि केही समस्या छैन। कर्कट राशिलाई कर्कट राशिबाट गन्दै जाँदा कर्कट, सिंह, कन्या, तुला, वृश्चिक 5औं वर्ष 5औं परेको कारणले पनि खासै समस्या छैन। कर्कट राशिलाई विगत कार्तिक 25 गतेदेखि शनि अड्याइया सकिएको अवस्था छ। त्यसै गरेर सिंह राशिबाट गन्दै जाँदा शनि अवस्थित रहेको राशिसम्म गन्दै जाँदा सिंह, कन्या, तुला, वृश्चिक राशिमा अवस्थित छन्। त्यस कारणले सिंह राशिबाट वृश्चिक राशिसम्म गन्दै जाँदा 4औं पर्यो। त्यस कारणले सिंह राशिवाला जो पनि व्यक्ति हुनुहुन्छ तपाईलाई पनि शनि अड्याइयाको दशा रहेको छ। जसलाई शनि अड्याइयाको दशा रहेको छ। त्यसै गरी कन्या राशिलाई विगत कार्तिक 25 गतेदेखि 7.5 सकिएको अवस्था छ। तुला राशिलाई अन्त्य 7.5 छँदैछ। वृश्चिक राशिलाई मध्य 7.5, धनु राशिलाई आधे 7.5, मकर र कुम्भ राशिलाई 7.5 शनि अड्याइया केही दशा रहेको छैन। त्यसै गरेर मीन राशिलाई पनि विगत कार्तिक 25 गतेदेखि शनिले छोडेको स्थिति छ। शनि अड्याइयाले छोडेको स्थिति छ। यदि तपाईको राशि यी आदि मैले जुन बताएँ ती राशि छन् र तपाईलाई शनि अड्याइयाको दशा चलिरहेको छ अथवा शनि 7.5 को दशा चलिरहेको छ भने तपाईले शनिको उपचार गराउनुहोला। शनिको उपचारको लागि शनिको जप गराउन सक्नुहुन्छ। शनिको जप 23,000 रहने गर्दछ। सकेसम्म वैदिक मन्त्रले गराउनुस्। त्यसपछि शनिको दान गराइदिनुस् शनिबारको दिन पारेर। शनिको दानमा तिल, तेल, मास, गहत, फलाम, कालो कपडा यी आदि रहने गर्दछन्। त्यसै गरेर शनिबार प्रत्येक शनिबार सूर्य उदय पूर्व, सूर्य उदाउनु भन्दा पहिले नै पिपलको वृक्षमा गएर जल चढाउनुस्। जल चढाउँदा ताम्रपात्रबाट गर्नुस्। तामाको भाँडोबाट जल चढाउनुस्। पिपललाई जल चढाउने पनि मन्त्र रहेको छ। मन्त्र उच्चारणका साथ जल चढाउनुस्। मन्त्र रहेको छ पिपलको लागि जल चढाउने। मूलतु ब्रह्मरूपाय मध्यतु विष्णुरूपिणे अग्रतः शिवरूपाय अस्वस्थाय नमो नमः। मन्त्र खासै गाह्रो पनि छैन। मन्त्र उच्चारणका साथ चढाउनुस्। यसो गर्दाखेरि शनिको किरण कम प्रभाव पर्छ। शनिको प्रभाव कम गर्नको लागि यसो गर्नुहोला। शनिमा प्रत्येक शनिबार पिपलको रुखमा जल चढाउनुहोला। शनिको दान गरिदिनुहोला। त्यसै गरेर शनिको जप सकेसम्म वैदिक मन्त्रद्वारा गराउनुहोला। अवश्य पनि शनिको प्रभाव कम रहनेछ। शनिको किरण तपाईलाई कम आउनेछ र तपाईको कामकाजहरूलाई सहज हुनेछन्। के हुन्छ त 7.5 शनिको दशा चल्दाखेरि, शनि अड्याइया दशा चल्दाखेरि, शनिको दशा शनि 7.5 को दशा चल्दाखेरि तपाईलाई झुटा आरोपहरू लाग्न सक्छन्। मनमा आलस्यता पैदा हुन सक्छ। मानसिक चिन्ता बढ्छ। त्यसै गरेर सञ्चित धनको नाश हुन सक्छ तपाईको। त्यसै गरेर चोटपटक लाग्ने सम्भावना रहन्छ। यस्तो गराउँछ शनि 7.5 को कारणले। त्यसकारणले यसको उपचार गराउनु जरुरी छ। शनि 7.5 लागेको सबैलाई नराम्रो हुन्छ भन्ने छैन। यदि तपाईको कुण्डलीमा शनि उच्चको छ, शनि स्वगृही छ, शनि मित्रगृही छ, यस्तो अवस्थामा शनि 7.5 लाग्दा तपाईलाई राम्रो पनि गराउँछ। यो कुरा विचार गर्नुहोला। त्यसै गरेर शनि अड्याइयाको दशा जसलाई चलिरहेको छ उहाँलाई शनि स्वगृही भए पनि, शनि उच्चको भए पनि, शनि मित्रगृही भए पनि नेगेटिभ नै असर दिन्छ, नराम्रो असरहरू दिन्छ। त्यसकारण जसलाई शनि अड्याइया चलेको छ उहाँले विशेष गरेर शनिको उपचार गराउनु होला। जो कुरा मैले अहिले बताएको छु। तपाईँ हेर्दै हुनुहुन्छ कार्यक्रम भविष्य तपाईँको। यसमा ज्योतिष, वास्तु र रत्न सम्बन्धी चर्चा परिचर्चा हुनेछ। कार्यक्रम भविष्य तपाईँकोमा तपाईँले पनि फोन गर्न सक्नुहुनेछ र आफ्नो भविष्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। कार्यक्रम भविष्य तपाईँकोमा फोन गर्नको लागि फोन नम्बर रहेको छ 01 44 75 985 र 98 510 07 189। यो नम्बरमा फोन गर्न सक्नुहुनेछ। फोन गर्नको लागि तपाईलाई कुनै पनि समयको पाबन्दी छैन। जुनसुकै समयमा तपाईले फोन गर्नुस्। आफ्नो जन्ममिति, जन्म समय र जन्मस्थान टिपाउनुस्। याद गर्नुहोला, यदि तपाईको जन्ममिति, जन्म समय र जन्मस्थान तपाईलाई कन्फ्युज छ, तपाई आफैमा कन्फ्युज हुनुहुन्छ त्यो विषयमा भनेदेखि फोन नगर्नुहोला। जसको कन्फर्म छ, तपाईलाई थाहा छ एक्ज्याक्ट जन्ममिति, जन्म समय र जन्मस्थान, उहाँले मात्रै फोन गर्नुहोला। यो अनुरोध हो हाम्रो। त दर्शकवृन्द, कार्यक्रम भविष्य तपाईकोमा बेला भएको छ व्यापारिक विश्रामको। व्यापारिक विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
रोज, चिउरी, नीम, कागती या यो साधारण साबुनको प्रयोगले मुहारमा केही हुनेवाला छैन। अनुहारको चाया, पोतो, डन्डीफोर हटाउनु परेमा फेस गार्ड साबुन सधैँ प्रयोग गरौँ। Himalayan Online Service, your gateway to the information superhighway. Gupta and Gupta Sweet and Chaat, Chavel Chowk, Kathmandu. वैदेशिक रोजगारको लागि सबैको रोजाई वर्ल्ड फेभर ओभरसिज। साउदी अरब, बहराइन, कुवेत, मलेसिया, कतार, दुबई लगायतका मुलुकमा रोजगारको लागि भरपर्दो माध्यम वर्ल्ड फेभर ओभरसिज प्राइभेट लिमिटेड, वसुन्धरा चोक, काठमाडौँ। सम्पर्क 43 62 800। वर्ल्ड फेभर ओभरसिज। दर्शकवृन्द, पुनः स्वागत छ भविष्य तपाईकोमा। म ज्योतिष उद्धव भण्डारी। हेरिराख्नु भएको छ भविष्य तपाईको। तपाईले पनि भविष्य तपाईको मार्फत आफ्नो भविष्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। त्यसको लागि फोन गर्नुपर्नेछ। फोन नम्बर रहेको छ 01 44 75 985 98 510 07 189। यो फोन नम्बरमा फोन गर्नुहोला र आफ्नो जन्ममिति, जन्म समय, जन्मस्थान टिपाउनुहोला र प्रतीक्षा गर्नुहोला आगामी कार्यक्रममा तपाईको भविष्यको बारेमा। भविष्यको चिन्ता कसलाई पो हुँदैन र? भविष्यमा के काम गर्दाखेरि सफल भइएला? अध्ययन कुन क्षेत्रतिर गर्दाखेरि राम्रो हुन्छ? सन्तान के कस्तो, सन्तानको योग के कस्तो रहेको छ? तपाईको सरकारी नोकरीको योग छ अथवा प्राइभेट सेक्टरतिरै काम गर्दा राम्रो हुन्छ? यी आदि विषयमा तपाईलाई जिज्ञासा हुन सक्छन्। त्यसकारणले यस समस्याको समाधान भविष्य तपाईकोबाट तपाईले लिन सक्नुहुनेछ। त्यसकारणले फोन गर्न कुनै समयको पाबन्दी छैन। जुनसुकै समयमा फोन गर्न सक्नुहुनेछ। त दर्शकवृन्द, आज हामी ज्योतिष र वास्तुसँग सम्बन्धित रहेर केही चर्चा परिचर्चा गरिरहेका छौँ। ज्योतिषमा केही महत्त्वपूर्ण योगहरू रहेका छन्। ती योगहरूको बारेमा आज विषयमा चर्चा गरौँ। त सर्वप्रथम माङ्गलिक योगको बारेमा कुरा गरौँ। माङ्गलिक योग भनेको के हो? तपाईको कुण्डलीमा माङ्गलिक योग कसरी पर्दछ? त्यसै गरेर माङ्गलिक योगले के असर दिन्छ? तपाईको कुण्डलीमा यदि माङ्गलिक योग छ भने तपाईलाई कस्तो नकारात्मक असरहरू दिन्छ? यो विषयमा चर्चा गरौँ। लग्ने व्यये च पाताले जामित्रे चाष्टमे कुजे पत्नी हन्ति सुभर्तारम भर्ताम भार्यम विनाशयेत्। तपाईको यदि कुण्डलीमा माङ्गलिक छ भनेदेखि लग्ने व्यये च पाताले जामित्रे चाष्टमे कुजे, माङ्गलिक योग बन्नको लागि तपाईको कुण्डलीमा 1, 4, 7, 8 र 12औं स्थानमा मङ्गल भयो भने माङ्गलिक योग बन्दछ। लग्ने व्यये च पाताले जामित्रे चाष्टमे कुजे पत्नी हन्ति सुभर्तारम। पतिको छ भने पत्नीलाई नाश गर्दछ, पत्नीको छ भने पतिलाई नाश गर्दछ। त्यसकारणले माङ्गलिक योग तपाईको कुण्डलीमा परेको छ भने माङ्गलिक शान्ति गराउन जरुरी छ। त्यसै गरेर या मित्रे च यदा सौरेर लग्नेव हिबुकी अथवा नवमे द्वादशे चैव न दोषो मङ्गली भवेत्। यो श्लोकले माङ्गलिक योगको खण्डन पनि गरेको छ।
तपाईको कुण्डलीमा 1 4 7 8 12औं स्थानमा मंगल त छ, तर फेरि तपाईको कुण्डलीमा या मित्री चैदा शौरीर लग्नै वा हिबुकी अथवा 1 4 7 मा शनि छ। न मे द्वादशे चैव न दोषो मंगली भवेत्। 9औं स्थान 12औं स्थानमा पनि तपाईको शनि छ भने मांगलिक दोष लाग्दैन। मांगलिक योग अवश्य बन्छ। तपाईको कुण्डलीमा 1 4 7 8 12 मा मंगल बसेको छ, मांगलिक योग त बन्यो, तर तपाईको मांगलिक दोष लागेन। त्यसकारणले तपाईले विचार पुर्याउनु पर्नेछ तपाईको कुण्डलीमा मांगलिक योग दोषपूर्ण छ कि छैन, यसको लागि विज्ञको सल्लाह लिनुपर्ने हुन्छ। त्यसै गरेर कुज जीव समायुक्तो युक्तो वा जीव चन्द्रमा चन्द्र केन्द्रगतो वापि न दोषो मंगली भवे। कुज जीव समायुक्तो, यदि तपाईको कुण्डलीमा मंगल र बृहस्पति सँगै बसेको छ, मंगल र बृहस्पति एउटै घरमा छ, एउटै भावमा छ, एउटै स्थानमा छ, चाहे जुनसुकै स्थानमा होस्, तपाईको कुण्डलीमा मंगल र बृहस्पति एउटै घरमा बसेको छ भने पनि मांगलिक दोष लाग्दैन। त्यसै गरेर युक्तो वा जीव चन्द्रमा, तपाईको कुण्डलीमा चन्द्रमा र बृहस्पति सँगै बसेका छन्, एउटै घरमा बसेका छन्, एउटै भावमा बसेका छन्, एउटै स्थानमा बसेका छन्, चन्द्रमा र बृहस्पति एउटै घरमा बसेका छन् भने पनि तपाईको मांगलिक योग लाग्दैन। मांगलिक योग बन्छ। तपाईको कुण्डलीमा मंगल 1 4 7 8 12 मा छ, तर दोषपूर्ण छैन, दोष लाग्दैन। त्यसै गरी चन्द्र केन्द्रगतो वापि, यदि केन्द्रमा चन्द्रमा छ भने, केन्द्र भनेको कुण्डलीको 1 4 7 10 केन्द्र स्थानमा चन्द्रमा छ भने पनि मांगलिक दोष लाग्दैन। मांगलिक योग अवश्य बन्छ, तर दोष भने लाग्दैन। त्यसकारणले तपाईको कुण्डलीमा मांगलिक योग दोषपूर्ण छ कि छैन त्यो निर्कुल गर्नुपर्छ। यदि दोषपूर्ण योग छ भने मांगलिक शान्ति गराउनुपर्छ। तपाईको कुण्डलीमा मांगलिक दोष पर्दाखेरि के हुन्छ, के असर दिन्छ? यदि तपाईको कुण्डलीमा मांगलिक योग परेको छ, तपाईको 1 4 7 8 12औं स्थानमा मंगल छ र तपाईको कुण्डलीमा 1 4 7 9 12औं स्थानमा शनि छैन, मंगल र बृहस्पतिको युति पनि छैन, चन्द्रमा बृहस्पतिको युति पनि छैन र तपाईको चन्द्रमा केन्द्रमा पनि बसेको छैन कुण्डलीमा, यो यस्तो स्थिति छ तपाईको कुण्डलीमा भने मांगलिक दोषपूर्ण छ। मांगलिक शान्ति गराउनुपर्छ। गराउँछ के यसले, कस्तो असर दिन्छ, नराम्रो राम्रो के गर्छ यसले? तपाईको कुण्डलीमा मांगलिक योग परेको छ। एउटा त पत्नी हन्ति सुभर्तारम भर्ताम भार्याम विनाशयत, एउटा त पति पत्नीलाई पनि पतिको छ भने पत्नीलाई नाश गर्छ, पत्नीको छ भने पतिलाई नाश गर्छ। त्यति मात्रै होइन, विवाह विलम्ब आदि गराउँछ। विवाहमा विभिन्न प्रकार विभिन्नतिरबाट कुरा आउँछ, तर कुरा रोकिन्छ। कारण केही छैन, कारण छ त मांगलिक योग। तपाईको कुण्डलीमा मांगलिक योग छ, त्यो भएको कारणले कुराहरू रोकिन्छ। त्यस्तै पति पत्नीमा मनमुटावहरू गराउँछ। पतिको मांगलिक योग परेको छ, पत्नीको मांगलिक योग छैन, पति पत्नीको मनमुटावहरू पनि गराउँछ। विवाह विलम्ब गर्छ, मनमुटावहरू गराउँछ। यस्तो नराम्रो असर दिन्छ मांगलिक योग तपाईको कुण्डलीमा छ भने। त्यसकारणले मांगलिक शान्तिका विधानहरू छन्। अर्क विवाह भन्छ, आँखसँग विवाहको विधान छ। अर्क विवाह गराउनुस्। त्यसै गरेर सुनको प्रतिमासँग विवाहको विधान छ। यी विधानहरू गराउनुस् र आफ्नो वैवाहिक जीवनलाई सफल बनाउनुस्। मांगलिक योगले विशेष गरेर वैवाहिक जीवनलाई बाधा अवरोधहरू दिन्छ। त्यसकारणले मांगलिक योग शान्ति गराएर आफ्नो जीवनलाई, आफ्नो वैवाहिक जीवनलाई सुमधुर बनाउनुस्। त्यसै गरेर कार्यक्रम भविष्य तपाईको मार्फत छौं। आज हामी कार्यक्रम भविष्य तपाईकोले विशेष गरेर ज्योतिष र वास्तुसँग सम्बन्धित रहेर चर्चा परिचर्चा गर्नेछ। आज हामी कार्यक्रम भविष्य तपाईको मा पहिलो दिनमा छौं र ज्योतिषसँग सम्बन्धित केही महत्त्वपूर्ण योगको बारेमा चर्चा परिचर्चा गरिरहेका छौं। मांगलिक योग पछि हामी बुधादित्य योगको बारेमा चर्चा गरौं। बुधादित्य योग तपाईको कुण्डलीमा कस्तो अवस्थामा उत्पन्न हुन्छ, कस्तो अवस्थामा बन्छ बुधादित्य योग? तपाईको कुण्डलीमा सूर्य र बुध एउटै घरमा बसेको छ।
एउटै भावमा बसेको छ अथवा एउटै स्थानमा बसेको छ। सूर्य र बुध एउटै घरमा हुनु पर्यो तपाईँको कुण्डलीमा उत्पन्न हुन्छ बुधादित्य योग। के गराउँछ बुधादित्य योगले? बुधादित्य योग राम्रो योग हो। प्रियं वदस्यात् सचिवो नृपाणां शिवार्जितार्थं श्रुति तत्परश्च कलाकलापे कुशलो मनुष्य दिनाधिपे चन्द्रसुतेन युक्ते। बुधादित्य योगले राम्रो फल दिन्छ यदि तपाईँको कुण्डलीमा बुधादित्य योग परेको छ भने। प्रियं वदस्यात् प्रिय वचन बोल्ने मान्छे हुन्छ, प्रिय वचन बोल्छ, मिठो बोल्छ, अरूलाई नबिजाउने गरेर बोल्दछ। त्यसै गरेर सेवार्जितार्थम श्रुति तत्परश्च सेवार्जित गर्छ, सेवार्जितार्थम श्रुति तत्परश्च सेवा अर्जित गर्न तत्पर रहन्छ। विशेष गरेर सामाजिक कार्यहरूमा उसको विशेष झुकाव रहन्छ र अरूको सेवा गर्दछ। त्यसै गरेर कला कलापे कुशल हो मनुष्य कला कौशलहरूमा पनि ऊ निपुण हुन्छ। विशेष गरेर कलाकारिता क्षेत्रमा उन्नति प्रगतिहरू गर्दछ जसको बुधादित्य योग कुण्डलीमा छ। दिनाधिपे चन्द्रसुतेन युक्ते चन्द्रसुत भनेको बुध र सूर्य यदि कुण्डलीमा एकै स्थानमा बसेका छन् र बुधादित्य योग परेको छ तपाईको भने यस्तो फलहरू दिन्छ बुधादित्य योगले। त्यसै गरेर कुरा गरौँ अब गजकेसरी योगको। कसरी बन्दछ गजकेसरी योग कुण्डलीमा? गजकेसरी योग बन्दछ चन्द्रमा र बृहस्पति एउटै घरमा बस्दा। तपाईको कुण्डलीमा एउटै घरमा चन्द्रमा र बृहस्पति अवस्थित छ अथवा चन्द्रमा र बृहस्पतिको परस्परमा दृष्टि छ। बृहस्पतिले चन्द्रमालाई देखेको छ र चन्द्रमाले बृहस्पतिलाई देखेको छ। यस्तो अवस्थामा पनि गजकेसरी योग उत्पन्न हुन्छ। गजकेसरी योग हुँदा के हुन्छ? गजकेसरी योग हुँदा तपाईलाई कुलको दीपक बनाउँछ। जसको कुण्डलीमा गजकेसरी योग परेको छ ऊ कुलको दीपक हुन्छ, कुलले नै मान्ने मान्छे हुन्छ, मान सम्मान पाउँछ समाजमा। त्यसै गरेर उच्च पदमा पुग्दछ जसको कुण्डलीमा गजकेसरी योग परेको छ। ज्योतिषका धेरै महत्त्वपूर्ण योगहरू छन्। केही थोरै योगहरूको विषयमा चर्चा गर्यौं। आगामी कार्यक्रममा फेरि अरू धेरै राजयोगको बारेमा हामी चर्चा गर्नेछौँ र कार्यक्रम भविष्य तपाईकोमा यतिखेर थोरै वास्तु सम्बन्धी केही जानकारी गराउँ। तपाईँ सुत्दा कुन दिशातिर सिरानी फर्केर सुत्ने त्यसको विषयमा जानकारी गराउन चाहन्छु। प्राक्षिरे शयने विद्या धनम आयुष्य दक्षिणे पश्चिमे प्रबल अचिन्ता हानि मृत्यु तथोत्तरे। प्राक्षिरे शयने विद्या तपाईको जहाँ सिरानी छ जतापट्टि सिरानी छ प्राक्षिरे शयने विद्या सिरानी पूर्वपट्टि गर्दा विद्या बढ्छ। प्राक्षिरे शयने विद्या धनम आयुष्य दक्षिणे धन र आयु बढ्छ दक्षिणपट्टि सिरानी गरेर सुत्दा। त्यसकारणले विद्यार्थीवर्ग जो पनि हुनुहुन्छ उहाँले पूर्व सिरानी गरेर सुत्दा विद्या बढ्दछ। प्राक्षिरे शयने विद्याको वृद्धि हुन्छ पूर्वतिर सिरानी गरेर सुत्दा। त्यसै गरेर धनम आयुष्य दक्षिणे धन र आयु बढ्दछ दक्षिणपट्टि सिरानी गरेर सुत्नु भयो भने। त्यसकारणले घर मूलीले विशेष गरेर दक्षिणतिर सिरानी गरेर सुत्नुहोस्। पश्चिमे प्रबल चिन्ता यदि तपाईँ पश्चिमपट्टि सिरानी गरेर सुत्नुहुन्छ चिन्ता मात्रै बढ्छ, सपनाहरू राम्रो आउँदैन। याद गर्नुहोला तपाईको सपनाहरू राम्रो आइरहेको छैन, कतै पश्चिमतिर सिरानी त छैन, विचार गर्नुहोस्। त्यसै गरेर पश्चिमपट्टि सिरानी यो अवस्थामा गर्न सकिन्छ। तपाईँ कतै तीर्थाटनमा जानुभएको छ, कतै भ्रमण आदिमा जानुभएको छ, त्यति बेला सक्नुहुन्छ तपाईँले पश्चिम सिरानी गर्न। कारण यो छ तपाईँ तीर्थाटनमा जानुभयो, कतै भ्रमणमा जानुभयो, तपाईँ मस्त निन्द्रामा पर्नुभयो भने त तपाईँसँग केही साथमा सामानहरू पनि छन् त्यो हराउन सक्छ नि। त्यसकारणले पश्चिम सिरानी यो अवस्थामा गर्न सकिन्छ। तीर्थाटन र भ्रमण आदिमा जाँदाखेरि पश्चिम सिरानी हुन्छ, तर तपाईँ घरमै हुनुहुन्छ भने बिल्कुल पश्चिमपट्टि सिरानी नगर्नुहोला। त्यसै गरेर हानि मृत्यु तथोत्तरे तपाईँ यदि उत्तरपट्टि सिरानी गरेर सुत्दै हुनुहुन्छ भने हानि गराउँछ, मृत्यु तथोत्तरे मृत्युसम्म गराउँछ भनेर शास्त्रमा कहिएको छ। त्यसैले त याद गर्नु भयो होला तपाईको कसैको अवसान भएको छ र आर्यघाटमा हुनुहुन्छ तपाईँ, याद गर्नुहोला त्यो सबको शिर उत्तरपट्टि गरिएको हुन्छ। त्यसकारणले शास्त्रमा गरिएको छ मृत्युसम्म गराउँछ। त्यसकारण उत्तरतिर बिल्कुल पनि सिरानी नगर्नुहोला।
सिरानी गर्दा तपाईँ विद्यार्थीवर्ग हुनुहुन्छ, तपाईँले पूर्व सिरानी गर्नुहोस्। तपाईँ घरमुली जो पनि हुनुहुन्छ दक्षिणपट्टि गर्नुहोस्, पश्चिमपट्टि पनि सकेसम्म नगर्नुहोस्। उत्तरतिर त बिल्कुल गर्दै नगर्दा राम्रो हुन्छ। कार्यक्रम भविष्य तपाईँको निर्धारित समय आज सकिसकेको छ। आगामी कार्यक्रममा फेरि उपस्थित हुनेछौँ। कार्यक्रम भविष्य तपाईँकोबाट म ज्योतिष उद्धव भण्डारी र कार्यक्रम भविष्य तपाईँको सम्पूर्ण इन्टायर टिमलाई बिदा दिनुहोस्। नमस्कार। दूरदर्शनको साथमा प्रभु मनी ट्रान्सफर, प्रभुको इच्छा। एशियन फार्मास्युटिकल्स प्राइभेट लिमिटेड, सबै दुखाइको निदान पेनिलाइन। ट्राभलिङ क्षेत्रको व्यावसायिक पहिचान सुमिरे टुर एन्ड ट्राभल। Himalayan Online Service, your gateway to the information superhighway. प्री-ब्रिटिश आर्मी हेल्थ सेन्टर प्राली, पासाङ लामु फाउन्डेसन, दुम्बाराई, काठमाडौँ। नेपाली बजारमा लोकप्रिय एक्साइड ब्याट्री। अनुहारको चाया, पोतो, डन्डीफोर हटाउनु परेमा फेस गार्ड साबुन सधैँ प्रयोग गरौँ। बलराम मोटरसाइकल वर्कसप, अनामनगर, काठमाडौँ। वर्ल्ड फेभर ओभरसिज प्राइभेट लिमिटेड, वसुन्धरा चोक, काठमाडौँ। सम्पर्क 43 62 800। वर्ल्ड फेभर ओभरसिज।